हेलो गुड मर्निङ गाइस। आज म बिहानै 8 बजे उठ्दैछु। म यस्तो गरेर उठेँ। त्यसपछि म चाहिँ कपालमा एलोभेरा जेल लगाउनु पर्यो भनेर नेचुरल एलोभेरा टिप्न गएँ। त्यसपछि यहाँबाट मैले 3टा एलोभेरा टिपेँ रङले खटप्प काट्दै पारेर। यसलाई म तल ल्याएर मजाले धुनेवाला छु। लगौँ अब धुम पानीमा बाल्टीमा पानी हालेर कचर 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 गरेर धुम। त्यसपछि यसलाई 5 मिनटको लागि पानीमा भिजाएर छोडिदिनुपर्छ ताकि यसको त्यो पितोपना जुन रस निस्किन्छ त्यो सबै पानीले सोस्छ अनि त्यसपछि ठिक हुन्छ। अब त्यसपछि यसलाई भित्र ल्याम अनि काटेर यसको गुदी निकाल्नु। अनि ब्याकग्राउन्डमा चाहिँ मैले जगमा पानी बसिरहेको छु। मैले तातो पानी 1 गिलास खाइसकेँ। त्यसपछि अब म कफी खानेवाला छु। अनि यसलाई म अब यसलाई बिचबाट काटेर यसको गुदी निकाल्छु। म काट्दैछु यस्तो गरेर। अब यसलाई चाहिँ बिचबाट काट्नुपर्छ। बिचबाट काटिसकेपछि यसलाई 3टै काटिसक्छु अनि त्यसपछि यसको सबै गुदीहरू निकाल्छु। म यसरी गरेपछि सजिलो हुन्छ गुदी निकाल्न भनेर मैले सब गरिरहेको छु। अब चम्चीले यसरी यसको गुदी निकाल्नुपर्छ। यसरी निकालेर अब मिक्सचरको भाँडोमा हालेर त्यसपछि हुन्छ एलोभेरा जेलको पेस्ट रेडी। तर यो सेतो चाहिँ किन आउँछ मलाई थाहा छैन। अब त्यसपछि दुईपट्टि कपाल बनाएर मजाले मसाज गर्ने हो, लगाउने हो दुईपट्टि नै। अनि त्यसपछि मजाले मसाज गर्ने हो। यसले चाहिँ कपाल एकदमै सिल्की राम्रो र साइनिङ दिने गर्छ। अर्कोपट्टि पनि लगाइदिएँ मैले टक्क लाएर यसरी मजाले लगाइदिने। लगाइसकेपछि भनेको हामीले मजाले जुरो बनाउने। यसको जुरो बनाएर 2 घन्टा